सर, स्वागत छ तपाईँलाई। नमस्कार, धन्यवाद सर। अब आज तपाईँसँग एभरेस्ट इन्टरनेसनल स्कुलको आराकाओमा यहाँहरूले यही अप्रिलबाट सञ्चारमा ल्याउँदै गर्नुभएको स्कुलको बारेमा केही जानकारी लिउँ भनेर कुराकानी गर्दैछौँ। आराकाओको स्कुल चाहिँ कहिलेबाट सुरुवात हुने हो अनि आराकाओमा यो स्कुल किन सुरुवात गर्न खोज्नुभयो, यो बारेमा तपाईँबाट जानकारी लिउँ न। हजुर, धन्यवाद सर। हामी चाहिँ अब यो एभरेस्ट इन्टरनेसनल स्कुल आराकावा क्याम्पस भनेर त्यो चाहिँ अब एभरेस्ट स्कुल नै हो त्यो चाहिँ। र त्यसको चाहिँ हामी यो अप्रिलको 3rd विकबाट सञ्चालनमा ल्याउने तरिकाले हामी कार्यरत छौँ र त्यसमा तयारीमा हामी लागिराखेका छौँ। र यहाँले सोध्नुभएको अर्को क्वेसन चाहिँ आराकावा क्याम्पसको आवश्यकता किन पर्यो भन्ने जुन एउटा कन्सर्न राख्नु भएको छ। अहिले चाहिँ जापानमा नेपालीहरूको सङ्ख्या 2,20,30,000 पुगिसकेको अवस्थामा बालबालिकाहरूको सङ्ख्या पनि विशेष गरी यो स्कुल जाने बालबालिकाहरूको सङ्ख्या 0 देखि 18-19 वर्षका बालबालिकाहरूको सङ्ख्या नै 20,000 को हाराहारीमा रहेको देखिन्छ। त्यसो हुँदा हाम्रो एभरेस्ट इन्टरनेसनल स्कुल जापान यो चाहिँ कक्षा 12 सम्म हाई स्कुलसम्म सञ्चालन गरिएको नेपाल सरकारको मान्यता प्राप्त र त्यसै गरी जापान सरकारको पनि मान्यता प्राप्त र क्याम्ब्रिज युनिभर्सिटीबाट पनि त्यो ए लेभलसम्म भनेको कक्षा 11-12 सम्म चाहिँ क्लासहरू सञ्चालन गर्नलाई एफिलिएटेड भएको नेपाल बाहिर रहेको यो मात्रै एउटा स्कुल छ अहिले। पहिले चाहिँ हङकङमा थियो, त्यहाँ अहिले बन्द भइसकेको अवस्थामा। र हामीसँग चाहिँ धेरै नै प्यारेन्ट्सहरूको धेरै नै बच्चाहरूको एभरेस्ट स्कुलमा पढ्ने चाहना भएको कारणले हामीले चाहिँ त्यो ठाउँ एक्सटेन्सन गर्न खोजिरहेका थियौँ, बढाउन खोजिरहेका थियौँ। तर त्यो चाहिँ अहिले भएको लोकेसनमा विशेष गरी ओगिकुबो अनि जुन चाहिँ हाम्रो अर्को ब्रान्च यहाँ ओकुबोमा छ, त्यसै गरी आसागायामा छ, त्यो वरिपरि चाहिँ अलिकति ठुलो इन्फ्रास्ट्रक्चर चाहिँ भेट्न नसकेको अवस्था थियो। र तसर्थ हामीले चाहिँ के गर्यौँ भने यो आराकावामा चाहिँ नयाँ स्कुल चाहिँ स्थापना गरेको हो। र यो आराकावा माचिया स्टेसनबाट 10 मिनटको मात्रै पैदल दूरीमा रहेको छ यो स्कुल चाहिँ। र त्यस्तै गरी उइनो, निप्पोरी, निसी निप्पोरी, ताबाता भयो, ओकुबो भयो, अनि त्यस्तै गरी आराकावा रिजन भइहाल्यो, साइतामा भयो, त्यो क्षेत्रमा पनि नेपालीहरूको बाक्लो उपस्थिति भएको भएर उहाँहरूलाई अब ट्राभलिङमा पनि ओगिकुबोसम्म आउन नपरोस् भन्ने हिसाबले हाम्रो विद्यालय व्यवस्थापन समितिले चाहिँ आराकावामा नयाँ स्कुल स्थापना गरेर तयारी अगाडि बढाएको अवस्था हो। कति कक्षासम्म अहिले पढाइ हुन्छ आराकाओमा? अहिले तत्काल चाहिँ हामीले नर्सरीदेखि नर्सरी, एलकेजी, युकेजी, ग्रेड 1, 2, 3, 4, 5 सम्म सञ्चालन गर्ने गरी तयारी गरेका छौँ र पछि क्रमशः कक्षाहरू थपिँदै जानेछन्। र त्यहाँ पढ्ने बालबालिकाहरू पनि यदि अब उहाँहरूको बसाइसराई भयो, त्यहाँ रेलिभेन्ट, त्यहाँ चाहिँ उचित भएन भने चाहिँ त्यहाँ पढ्ने बालबालिकाहरू पनि यता ओगिकुबो क्याम्पसमा, त्यस्तै आसागाया क्याम्पसमा, ओकुबो क्याम्पसमा स्थानान्तरण भएर आउन जान सक्नेछन्। यो चाहिँ इन्टायरली एभरेस्ट इन्टरनेसनल स्कुलको एउटै सिस्टम अन्तर्गत चल्ने भएको भएर सम्पूर्ण सुविधाहरू र त्यस्तै गरी फी स्ट्रक्चर समेत एउटै लागू हुने हुँदा बालबालिकाहरू एक क्याम्पसबाट अर्को क्याम्पसमा सजिलै सिट खाली भएको अवस्थामा चाहिँ स्थानान्तरण हुन सक्छन्। यो अब आराकाओमा त यो वर्षबाट सुरुवात हुँदैछ। यो पहिलो वर्ष कति विद्यार्थी क्षमता छ तपाईँहरूको यो आराकाओ क्याम्पसमा? हाम्रो चाहिँ लगभग प्रत्येक क्लासमा नर्सरी, एलकेजी, युकेजी, त्यसै गरी 1, 2, 3, 4, 5 सबै क्लासमा अहिले चाहिँ हामीले 20 देखि 25 जनाको क्यापेसिटीलाई लिएर त्यहाँ चाहिँ क्लासरुमहरू तयार गरेका छौँ। एउटा ठुलो बिल्डिङ, 3 तले बिल्डिङलाई पुरै होल बिल्डिङ नै हामीले लिएर चलाउन थालेका हौँ र त्यहाँ हुने सुविधाहरू पनि विशेष गरी अब नयाँ स्कुल भएको भएर सम्पूर्ण सुविधाहरू विशेष गरी आइसिटी, त्यहाँ चाहिँ अब क्लासरुमभित्र कम्प्युटर टेक्नोलोजीलाई कसरी इन्टिग्रेट गर्न सकिन्छ त्यो खालको सुविधा सम्पन्न हिसाबले हामी तयारी गरेर अगाडि बढेका छौँ। भनेपछि अब एभरेस्ट स्कुलकै आराकाओ क्याम्पस भएको हुँदाखेरि फी स्ट्रक्चरहरू त अहिले एभरेस्टमा जे छ त्यही नै कायम हुने होला, होइन? कस्तो छ? हजुर, एउटै फी स्ट्रक्चर हुन्छ, कुनै फरक छैन। तर मात्रै एउटा त्यहाँको एउटा एडभान्टेज के रहेछ भने त्यो आराकावामा चाहिँ विशेष गरी त्यहाँको चाहिँ यो वर्ष 3 देखि 6 वर्षसम्मको जुन चाहिँ किन्डरगार्टनमा पढ्ने बच्चाहरू हुन्छ उहाँहरूको सब्सिडी चाहिँ त्यो कुमा अलिकति बढी रहेछ। त्यो चाहिँ हाम्रा यताका क्याम्पसहरूभन्दा त्यो बढी भएको भएर अब त्यहाँ पढ्ने बालबालिकाहरू विशेष गरी त्यो क्षेत्रमा बस्ने प्यारेन्ट्सहरूको केसमा चाहिँ वर्ष 3 देखि 6 वर्षको बच्चाहरूको चाहिँ अलमोस्ट फ्री पढ्ने सम्भावना चाहिँ रहन्छ। त्यो चाहिँ छ।
कस्तो छ अब अप्रिलबाट सुरुवात हुने भइसके पछाडि हामीले पनि योभन्दा अगाडि पनि नेपाल न्युज पोस्ट .com मा पनि यस सम्बन्धी सामग्रीहरू सम्प्रेषण गरेका थियौँ। धेरै अभिभावकहरूले रुचि पनि देखाइराख्नु भएको थियो। कस्तो छ यो वर्षको अप्रिलबाट कति जति विद्यार्थी हुने सम्भावना यहाँहरू देख्नु भएको छ आजसम्म आइपुग्दाखेरि आराकावामा? अब मैले यहाँलाई ठ्याक्कै भन्नुपर्दा प्यारेन्ट्सहरू के अरे बच्चाहरूको भर्ना हुने क्रम जारी नै छ र धेरै जस्तो बालबालिकाहरू चाहिँ अहिले कस्तो छ अवस्था भन्दाखेरि यो एभरेस्ट स्कुल चाहिँ ओगीकुबु आशागाया एरियामा भएको भएर धेरैजना प्यारेन्ट्सहरू चाहिँ बसाइ गरेर अब त्यहाँ भर्ना पाइहाल्छ भन्ने हिसाबले त्यो क्षेत्रमा आएर बसेको बालबालिकाहरू हामीसँग बढी छ। तर बिस्तारै अब कति नयाँ आउने बालबालिकाहरू र कति चाहिँ अब यातायात युज गरेर त्यहाँसम्म जान सक्ने बालबालिकाहरू चाहिँ यताबाट त्यता जाने प्रक्रिया पनि सुरु भएको छ र पछि गएर हामीले सोचे के हो भने कक्षा 10सम्म त्यसै गरी कक्षा 11-12सम्म नै त्यही क्षेत्रमा अर्को पनि एउटा ब्रान्चको हिसाबले स्कुल स्थापना भयो भने त्यसो हुँदा चाहिँ हाम्रो बालबालिकाको सङ्ख्या पनि बढ्दै जान्छ र त्यो प्यारेन्ट्सलाई पनि त्यही एरियामा सजिलो हुन्छ भन्ने हिसाबले तयारी गरेका छौँ। तर यहाँले सोच्नु भएको चाहिँ कति चाहिँ बच्चाहरू हुन्छन् भन्ने कुरा चाहिँ अहिले हामी भर्नाकै दौरानमा छौँ। इन्क्वायरी एकदमै धेरै नै छ। अब कति हुन्छ त्यो चाहिँ अहिले ठ्याक्कै त भन्न सकिएन। अप्रिलको फर्स्ट विकसम्म चाहिँ हामी त्यसलाई एउटा फाइनलाइज गर्न सक्छौँ जस्तो लाग्छ। अहिले हामीलाई हेरिराख्नु भएको नेपाली दर्शकहरूको लागि अभिभावकहरूको लागि सम्पर्क गर्ने कुनै माध्यम छ? आराकावा क्याम्पसमा भर्ना गर्न चाहन्छु भन्नेहरूको लागि कुनै त्यस्तो माध्यम भए सहज हुन्थ्यो कि? हजुर हजुर। अब मैले यहाँलाई इन्स्योर गरेँ त्यो आराकावा क्याम्पस भने पनि त्यो चाहिँ एभरेस्ट इन्टरनेसनल स्कुल जापानकै एउटा शाखा हो। यसकै आफ्नो अङ्ग भइसकेपछि हामीले चाहिँ सम्पूर्ण हजुरको चाहिँ एडमिसन सम्बन्धीको गतिविधिहरू चाहिँ अहिले मेन क्याम्पस प्रधान कार्यालय जुन हाम्रो ओगीकुबोमा रहेको छ, ओगीकुबोको मेन स्कुल भयो, त्यसपछि आशागाया क्याम्पस, ओकुबो क्याम्पस र आराकावा क्याम्पस भनेर त्यहाँ चाहिँ ब्रान्च स्कुलहरू हो। त्यसो भएको भएर यहाँहरूले चाहिँ एभरेस्ट इन्टरनेसनल स्कुल जापानको जुन चाहिँ ओगीकुबोको वेबसाइट छ र ओगीकुबोको फोन नम्बर छ, त्यसै गरी हाम्रो आशागायामा पनि कन्ट्याक्ट नम्बर छ र उता ओकुबोमा पनि कन्ट्याक्ट नम्बर छ। मैले भन्न खोजेको चाहिँ मेन स्कुल एभरेस्ट इन्टरनेसनल स्कुल जापानबाट नै सम्पर्क गरेर त्यहाँको फोन नम्बर जुन हाम्रो छ 0353357379 त्यो फोन नम्बरमा कन्ट्याक्ट गर्ने अथवा स्कुलमा भिजिट गरेर, त्यस्तै गरी हामीले अनलाइन एप्लिकेसन पनि वेबसाइटमा अनलाइन एप्लिकेसनको व्यवस्था गरेका छौँ। त्यहाँबाट पनि यहाँहरूले चाहिँ प्यारेन्ट्सहरूले भर्ना गर्न सक्नुहुनेछ भन्ने कुरा जानकारी गराउन चाहन्छु। अब हुन त एभरेस्ट स्कुलको फी स्ट्रक्चर अब त्यहाँको शैक्षिक वातावरणको बारेमा त अब धेरै नेपाली अभिभावकहरूलाई जानकारी पनि छ। यद्यपि अहिले हामीले हेरिराख्नु भएका कोही नयाँ अभिभावक हुनुहुन्छ, उहाँहरूलाई केही पनि थाहा छैन भने थोरै मात्रै भए पनि जानकारी गराउँ भन्ने उद्देश्यले अहिले केही सामान्य रूपमा तपाईँहरूले आराकावामा सञ्चालन गर्न लाग्नु भएको कक्षासम्मको फी स्ट्रक्चर केही बताउन सक्नुहुन्छ? हुन त मैले यो बारेमा तपाईँलाई पूर्व जानकारी नगराएकाले गाह्रो पनि होला, सम्भव हुन्छ? होइन, यो सम्भव हुन्छ। हामीले चाहिँ अहिले चाहिँ के गरेका छ भने विशेष गरी यो नयाँ ठाउँमा क्याम्पस भएको भएर हाम्रो चाहिँ अब यहाँ राजन सरलाई पनि थाहा छ, यतापट्टि चाहिँ अलिकति धेरै नै प्रेसर छ। लगभग 300 जना बच्चाहरू वेटिङ लिस्टमा हुनुहुन्छ। तर अब आराकावा भनेपछि अलिकति क्षेत्र चाहिँ अलिकति टाढा परेको भएर हामीले त्यहाँको बालबालिकाहरूको लागि एउटा डिस्काउन्ट, त्यो के भन्दाखेरि किन्डर गार्डनमा एउटा सब्सिडी हुन्छ हजुरको 3 देखि 6 वर्षको बच्चाहरूको लागि चाहिँ यहाँको केन्द्रीय सरकार र स्थानीय सरकार मिलेर चाहिँ त्यो सब्सिडी अनुदान दिने र अलमोस्ट त्यसलाई फ्री गराउने जापान सरकारको नीति अनुसार हुन्छ। तर त्यसको लागि पनि केही समय लाग्छ, जुनसुकै नयाँ स्कुलहरू खुले पनि त्यो अवधिसम्म किन्डर गार्डनको हकमा चाहिँ 50% ट्युसन फी, मासिक ट्युसन फी अफ गरिदिएका छौँ। भर्ना फी चाहिँ कम्प्लिटली अफ गरिदिएको छ। त्यसो हुँदा चाहिँ अहिले हाम्रो यता भएको क्याम्पसमा किन्डर गार्डनमा पढ्ने बच्चाहरूले जति फी तिर्नुपर्छ त्यति नै फी तिर्न पाइयोस् भन्ने एउटा हो। र माथिको क्लासमा पनि 50% चाहिँ हजुरको एडमिसनमा डिस्काउन्ट गरिएको छ। र फी कति हो भन्ने कुरा गर्दाखेरि हाम्रो चाहिँ अहिले यताको समग्र सिस्टममै कक्षा 1 देखि 10सम्मको फी चाहिँ 5 मान हो, त्यो ट्याक्स समेत गरेर, र किन्डर गार्डनको चाहिँ 6 मान हो। त्यो फी स्ट्रक्चर चाहिँ यथावत नै हुन्छ। तर आराकावाको केसमा किन्डर गार्डनमा सब्सिडी नआउँदासम्म 3 मान 50% डिस्काउन्ट भएको भएर किन्डर गार्डनमा 3 मान मात्रै भयो र अरू क्लासमा चाहिँ 5 मान फी मन्थली फी हो र भर्ना फीमा चाहिँ 50% डिस्काउन्ट गरिएको छ। हामीले हेरिराख्नु भएका नेपाली अभिभावकहरूलाई तपाईँ केही भन्न चाहनुहुन्छ?
हजुर, म चाहिँ के भन्न चाहन्छु भने यो एभरेस्ट इन्टरनेसनल स्कुल जापान भनेको कुनै व्यक्ति विशेषको पनि स्कुल नभएर यो चाहिँ 2013 सालमा स्थापित, मैले फेरि पनि रिपिट गर्न चाहे, नेपाल बाहिर रहेको नेपाली पाठ्यक्रम, त्यसै गरी अब जापान सरकारको पनि एप्रुभल पाएको र क्याम्ब्रिज युनिभर्सिटीबाट पनि एप्रुभल पाएको एउटा मात्रै विद्यालय हो। यसमा चाहिँ अब नेपाल सरकारको पनि एउटा यो चाहिँ गौरवको विषय हुन्छ र नेपाली समुदायको पनि अब विशेष गरी यसका संस्थापकहरू, उहाँहरू चाहिँ एउटा नाफामुखी भन्दा पनि एउटा सेवामुखी, कमसेकम विदेशमा बसिरहेका बालबालिकाहरूले कमसेकम नेपालको भाषा, वेशभूषा, कल्चर नबिर्स्युन् भन्ने खालको उद्देश्यबाट यो स्कुल स्थापना गरिएको। तर मलाई लाग्छ त्यो स्थापना कालमा यति ठुलो उद्देश्य थिएन होला र बिस्तारै अब जापानमा नेपालीको सङ्ख्या पनि बढ्दै गयो। यो स्कुलको पनि हजुरको चाहिँ अब ह्युमन रिसोर्सदेखि लिएर अलिकति हामीले चाहिँ डाइभर्सिटीमा बढी बल गरेका छौँ। यहाँले विद्यार्थीहरूको कम्बिनेसन हेर्नुभयो भने अहिले जापानिज विद्यार्थीहरू पनि धेरै विद्यार्थीहरू त्यहाँ इनरोल हुन खोज्ने र अरू देशका विद्यार्थीहरू पनि त्यहाँ चाहिँ इनरोल भएको अवस्था छ। र शिक्षक कर्मचारीको अवस्था हेर्नुभयो भने हामीसँग नेपालको टिचरहरू हुनुहुन्छ, झन्डै झन्डै 12-13 जना त जापानिज टिचर स्टाफहरू कार्यरत हुनुहुन्छ। र त्यसै गरी हामीसँग भारतबाट टिचर हुनुहुन्छ, फिलिपिन्सबाट टिचर हुनुहुन्छ, अमेरिकाबाट टिचर हुनुहुन्छ र हामीले सबै देशको कल्चरहरू, फेस्टिभलहरू विद्यालयभित्र पनि मनाउने गरेका छौँ र हामीले एउटा वर्षमा एकपटक चाहिँ त्यो कल्चरल डे, सांस्कृतिक दिवस भनेर मनाउँदा पनि सबै देशको भाषा, वेशभूषा, कल्चरहरूलाई समेट्दाखेरि भोलि त्यहाँबाट पास आउट भएको विद्यार्थीहरू, किन यो स्कुलबाट त 12 पास भएर पनि अहिले युनिभर्सिटीमा विद्यार्थीहरू अध्ययनरत छन्, भोलि त्यो विद्यार्थीहरू अलिकति ग्लोबल सिटिजनको रूपमा आफूलाई डेभलप गर्न सकुन्, अथवा भोलि नेपाल नै गएर फर्के पनि, अथवा अरू कुनै देशमा गएर राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा कुनै योगदान गर्छौँ भन्दा चाहिँ उहाँहरूमा कुनै खालको कमी कमजोरी नरहोस् भनेर त्यसमा नै विशेष फोकस गरिएको छ र यसका संस्थापकहरूको पनि त्यसबाट नाफा कमाउँ, त्यसलाई चाहिँ रिटर्न लिउँ भन्ने खालको चाहिँ उहाँहरूको पनि उद्देश्य नभएको भएर म चाहिँ विशेष गरी यसका संस्थापक टिमका जति पनि मेम्बरहरू हुनुहुन्छ सम्पूर्णलाई, संस्थापक म्यानेजमेन्ट, यसका संस्थापक अध्यक्ष, त्यो टिम, संस्थापक प्रिन्सिपल लगायत उहाँहरूको चाहिँ ठुलो योगदान रहेको कुरा म सम्पूर्ण नेपाली समुदाय, त्यसै गरी इन्टरनेसनल कम्युनिटीलाई पनि जानकारी गराउन चाहन्छु र उहाँहरूलाई हृदयदेखि नै धन्यवाद पनि भन्न चाहन्छु। र त्यसै गरी यहाँहरू जस्ता सोसल वर्करहरू जो चाहिँ एउटा नेपाली भेष भाषालाई जसरी चाहिँ विदेशमा प्रमोट गर्नलाई लागि परिरहनु भएको छ, यहाँहरूलाई पनि म विद्यालय व्यवस्थापन, विशेष गरी विद्यालय प्रशासनको तर्फबाट हार्दिक धन्यवाद चाहिँ भन्न चाहन्छु। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ यो जानकारीको लागि। र हामी फेरि पनि एभरेस्ट स्कुलका विभिन्न गतिविधिहरू त समावेश गरिराख्छौँ नै। आजको यो समयको लागि पुनः आभार व्यक्त गर्दै बिदा माग्छु। हस्, थ्याङ्क यू सो मच सर, धन्यवाद।